गुड मर्निङ, स्वागत छ तपाईँहरूलाई आज नयाँ दिन नयाँ सुरुवात नयाँ भिडियोमा। आज हामी आइसकेका छौँ। आज हामी जाँदैछौँ घुम्न टुरमा। कहाँ जान्छौँ बिस्तारै हेर्दै गर्नुहोला। हामी आजको दिनभरिको दिनचर्या देखाउनेछौँ। आज कोहलपुरको बिहानको मौसम यस्तो रहेको छ। त्यता चाहिँ शब्द आगिरह्यो अनि हल्का माथि आकाशमा जो चाहिँ हाउरी लागेको थियो। यता चाहिँ स्वच्छ आकाश, यता चाहिँ अलिकति पहाडबाट आउँदैछ पुरा बादल भएर। आज चाहिँ हाम्रो गाडी आउने छ यताबाट। हामी चाहिँ जान्छौँ बजारतिर। यस्तो छ आकाश। कोहलपुरको अवस्था यस्तो छ। हामी चाहिँ अझै पर्खाइमा छौँ। म्याडम ख्वाङख्याङ खुङखिङ गर्दै बसिराख्नु छ। हामी चाहिँ गाडी आउँदैछ। टाइम कति भइसक्यो छैन, अब भयो टाइम जति भए पनि अब वेटिङमै छौँ हामी। कोहलपुर आइसकेको अवस्था। कोहलपुर चाहिँ बिहान सुनसान छ, गाडी पनि खाली खाली छ। त्यही गाडी हो हामी जाने। अहिले चाहिँ सुक्खा सुनसान छ, यस्तै चलिरहेछ। हामी चाहिँ गाडीमा बसिसकेको छौँ महिलालाई। ल गाइज, हामी चाहिँ एकजना मान्छेलाई कुर्दै वेटिङमा छौँ। गाडी चाहिँ यता छ, पुरा टिकटक चलिरहेछ। बाँकी चाहिँ सब आफ्नो आफ्नो। ल गाइज, हामी चाहिँ एकजना मान्छेलाई कुर्दै गाडी कोहलपुरमै छौँ अझै। यता भइरहेको चाहिँ यता सब आफ्नो आफ्नो तालमा छन्, गाडी वेटिङमा। हामी चाहिँ यतै अहिले चाहिँ हाम्रो पुरा जङ्गलमै छ अझै। पछाडि गाडी छ, आकाश चाहिँ खुल्ला छ। बजारमा डबल हामी जाजरकोट रोड छोडेर सुर्खेत रोडतिर लागियो। काम धमाधम भइरहेको छ। हामी चाहिँ जाने लाग्यो आज।
सुर्खेत आयो सुर्खेत गयो सुर्खेत कपालले हुने के होइन सकिन मैं खाना खाना अब सुर्खेतमा तिमीलाई कहिले हेर खाना भइराख न लिएर आउन खानाको वेटिङमा यो सुर्खेत होटलबाट देखेको भ्यू मिसन बात उयो त चरा जस्तो देखेछ है हामी चाहिँ अब खानासाना खाएर हामीलाई टक्क लाग्यो सुर्खेतदेखि माथि अब यही हो भ्यूहरू देखाउँदै गर्छु लाग्यो उकालोतिर टक्क दैलेबाट यो कुन चाहिँ पार्क हो यो थाहा छैन ऊ माथि चाहिँ ऊ त्यो यो टावर सर बनिन्छ लाग्यो अब उकालोतिर जस सुर्खेतको बजार चाहिँ राम्रै रहेछ सुर्खेतको बजार यो ठ्याक्क डाँडामा आयौँ के हामी आयौँ डाँडामा कुन चाहिँ डाँडा हो थाहा छैन तल चाहिँ गाउँ छ तलमा चाहिँ गाउँ चाहिँ चिनिएन तर कुन चाहिँ गाउँ हो राम्रो देखेको छ है ल हेर गाउँ पनि पाकिसकेको छ ए गाइस दामी ठाउँ आयो तर डाँडा चाहिँ दामी रहेछ क्या ठ्याक्क चेतपानी जस्तो होइन चेतपानीको दामी अर्कै ठाउँमा आयो जस्तो पो लाग्यो त हेर न माथि डाँडा राम्रो ल गाइस यही हो नेपाल काफल काफल ल सुर्खेत तलबाट देख्यो ल सुर्खेत बजार सुर्खेत पर्सनल गाडीमा आउनुपर्छ यार हाम्रो यात्रा चलिरहेको छ भर्खर लादे पुग्यो त्यहाँ भर्खर बोर्डमा लेखेको त्यो लादे पुग्यो अब चाहिँ हिँडिरहेको छ हामी गाडीमै छौँ
यात्रा रमाइलो छ डाँडा काँडा सबले एकले एक डाँडा छोड्दै छोड्दै हिँडेका छौँ। ल फाइनली हामी चाहिँ आइसकेका छौँ। दैलेखको यात्रा हेरिरहेको छ। डाँडा चाहिँ कता छ यता हो कि कता कता होला दामी छैन नै परेर चाहिँ होस् चिसो भइरहेछ। उता चाहिँ के स्कुल रहेछ के हो ल हामी चाहिँ यात्रा हामी गएको छौँ। कहाँको यात्रा छौँ र कहाँको यात्रा र गाइज यसरी हिँड्नुपर्छ नेपाली भएपछि। ट्रेकिङको लागि एकदम राम्रो सुर्खेतदेखि मात्र 1 घन्टामा गुराँसे डाँडा यसरी हिँड्ने। खुट्टा दुखिसक्यो यहाँ। यो ग्रुप चाहिँ हामी कहाँ छौँ र ल गाइज हामी चाहिँ आइसकेका छौँ यो ग्रुपमा। अन्त चाहिँ राष्ट्रिय चरा धापे अनि लाली गुराँस प्रार्थना चाहिँ थियो तर पनि परमेश्वरको पुनरुत्थानको दिनमा चाहिँ हामीहरू यसरी इकट्ठा हुन्छौँ भनेर हामीलाई फिक्स थाहा थिएन। तर पनि हामी आउन पायौँ। परमेश्वरलाई धेरै धन्यवाद भएको र हुन्छ बुझ्नुहुन्छ। प्रार्थना गर्ने मन नलाग्ने आत्मिक रोग, रिस धेरै उठ्ने आत्मिक रोग हैन बुझ्नुहुन्छ। आत्महत्या गर्ने आत्मिक रोग, सुसाइड गर्ने झुन्डिने आत्मिक रोग। हेलो गाइज हामी आइसकेको पिङमा। अब मौसम फोटोसुट भइरहेछ उता। हामी चाहिँ यता छौँ। अब चाहिँ हामी माथि जान्छौँ त्यहाँ माथि टावरमा। आज बुढी मेरो बुढीलाई अझ सन्चो छैन रक्त त्यही पनि लगेर जाँदैछु। त्यो माथि डाँडामा गुराँसे डाँडा सब देखाउँछु म। हामी चाहिँ माथि आइसक्यौँ। यसमा चाहिँ दैलेखको विशेषता चाहिँ यो गुराँसे डाँडाको वरिपरि चाहिँ विशेषता चाहिँ के रहेछ भने आलु चाहिँ धेरै लाउँदो रहेछ क्या ठुलो। हेरौँ न त्यता पनि आलु छ। दैलेखको आलु राम्रो हुन्छ भन्ने सुनिएको छ। यता पनि पुरा आलुको खेती चाहिँ राम्रै हुन्छ जस्तो लाग्यो। त्यो चाहिँ हामी चाहिँ आइसकेका छौँ यहाँ माथि। यो चाहिँ कुन ठाउँ हो ठ्याक्क त्यो पारेको। दैलेखका साथीहरू को हुनुहुन्छ यता त्यो भवन चाहिँ कहाँ गयो के हो नगरपालिका वडा त कार्यालय कुन हो यो भन्नु होला। दामी छ चाहिँ गुराँसहरू पनि फुलिसकेको रहेछ। यहाँ चाहिँ आलु चाहिँ धेरै खेती हुँदो रहेछ। यो आज चाहिँ अलिक चिसो नै भयो। हेरौँ न बादल चाहिँ के दामी देखेको छ है। बादलमाथि डाँडा पाखा हिमाल अनि तल बेसी सुर्खेत। यता त सुर्खेत जग्गा होइन होला। माथिबाट चाहिँ भ्यू टावर यस्तो छ है। भ्यू टावरदेखि तल यो ग्राउन्ड अलिक तल भन्नु छ त यस्तो छ ग्राउन्ड। ल गाइजहरू अब चाहिँ सकियो। टुर आइसक्यो। अब हामी फर्किँदैछौँ जान्छौँ। ल गाइजहरू हामी 10-15 मिनटको बसाएपछि हामी फेरि ओह्रालो लाग्दै हामी चाहिँ जाँदैछौँ। अब टक्क कुर्सिङ गर्दै आजको के अरे अब चाहिँ नास्ताको कार्यक्रम भइरहेछ बाँकी। अब चाहिँ हामी गाडीमा बसिसकेका छौँ। ल उठे गर।
सारा चाचा उई अरे लो सब लोग हैं मैं फेरि पनि गिरी पार्क भन्ने ठाउँमा यो सुर्खेत जिल्लामा पर्दछ हामीहरू आएका छौँ ल एभ्रीबडी ल छिटो आउनुहोस् है ल आउनुहोस् अगाडि गुरुमा खिचा टिकट काट्नु कति कति लिन्छ कुनै म त आउनु त आछु तर छिरेन भिडियो बनाउने मान्छे ल ल आउनु आउनु छिटो के भन्ने अरे मैले के भन्ने अरे हामी आइसकेको छौँ दैलेख र सुर्खेतको बिचको ठक्क गिरी पार्क अनि हामी सब गाडीहरू भेला भइसकेको छौँ पार्क चाहिँ यता छ छिटो निक्लिनु न मेरो मायाहरू प्रेमीहरू ल ल अगाडि सम्धि गिरी पार्कमा हामी आएका छौँ यो गाडीमा आएका थियौँ ल गिरी पार्क भनेको यही हो गाइज अनि हाम्रो फोटोसुट गरेर हामी चाहिँ यहाँबाट निस्किन्छौँ ल ऐसिया लुका बुटा खा चखा चखा छिटो ल्याउ 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 मलाई ऐसिया मिठो हुने रहेछ मिठो छ इताको मेरो भिडियो मलाई गरा त ल मलाई गर्न राम्रो मेले बताउनुहुन्छ डिलिसियस वहाँको लुक्सहरू मजाले ड्रेस खाना को घुम्दैनु अभी हम सिंगापुर के एयर होस्टेस बने हुए हैं अभी हम फिर पॉइंट लगा लेंगे अहिलेको लागि चाहिँ यसको एयर होस्टेस हम अभी हमें इसी का ये एयर होस्टेस है हामी लखर लाग्दैछौँ माथि अगाडि पार्क छ लागिरहेछौँ घुम्नेछौँ हामी मजाले चाहिँ यहाँ चाहिँ दामी छ है पुरा यस्तो फुलहरू छ है टक्क यता 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 छ सब यता पनि यो नक्कली लाली गुराँस पनि रहेछ यो आइरहेको छ हामी पनि घुम्न खुट्टा त्यस्तो गरा के भिडियोमा भयो बना क्या सीन आइरहेको हात छोड न छ दामी आइरहेको छ रोकेर आउँछु न त्यसैले म चाहिँ कस्तो डर हामी चाहिँ अब ठ्याक्कै माथि भ्यू टावर झरेर तल गाबर सबर गरेर हामी आइसकेको छौँ बुलबुले तालमा प्रवेश गर्दै यस्तै छ चलिरहेछ दामी छ भ्यू टावर मजाले आइरहेछौँ हेलो मजाले यसलाई समात्नु है जुन सजिलो पर्छ त्यही अहिले त्यहाँ टर्न खाने चाहिँ हुन्छ आजको टुर चाहिँ सकियो सुर्खेतमा अहिले चाहिँ जाँदैछु फेरि गाडीमा नास्ता खाएर टोलीहरू हिँडिराखेको छ यहाँ पनि हिँडिराखेको छ टोली भइरहेको नास्ता के अरे यो हङकङ बजारमा नास्ता खाएर फर्केको आजको टुर यस्तै भयो गुराँसे डाँडा बुलबुले ताल काँक्रेबिटा चाहिँ अर्कोचोटि
यात्रा छ दिइराखेको छौँ Thank you.